Hello everyone, welcome back to our mukbang challenge. Welcome back Vandani. This will be our first mukbang with us Challenge together. Mukbang vlogमा स्वागत छ, सेसनमा स्वागत छ. So without any delay, she is very hungry, है. So I wanna say what we have. So we have current with some के भन्छ त्यसलाई? चना हो चना अनि एकदमै यमी देखिरहेको छ अनि we have some momo chicken dumpling अनि यहाँ चाहिँ हाम्रो छ wings and chicken tendons है अनि यो चाहिँ चटनी भइहाल्यो अनि then we have a mugu mugu and a water as well. So mugu mugu and water चाहिँ म चाहिँ अलि पानी नै खान्छु. So without any delay, let's eat. ल खाम खाम चियर्स गर ल म चाहिँ चना ल चियर्स है खायो है त गाइजहरू मिठो भएर चाहिँ चनाहरू पिरो भएर छ पिरो एउटा र आधा मात्र हालेको म चाहिँ करेन्टको खासै त्यस्तो बढी फ्यान चाहिँ होइन गाइजहरू होइन ल यो चाहिँ माई फेभरेट चिकन मोमो त्यो चना त कुन कुन भयो जस्तो I was supposed to be in diet होइन तर मुकब्याङ गरौँ भनेर हो करेन्टै मिठो भयो मिठो भएछ पिरो भएछ पिरो तातो खायो मोमो तातो निकै छ सक्नु छैन चाहिँ फेरि हाम्रो यो खास गरी फ्राइड हो अनि हामीले हल्का बेक पनि गरिदिएको तताको खाएँ त मिठो चना मैले त यसो गरेर खाएको थिएन चाउमिनमा चना हाल्छ नि त अनि कस्तो ट्राई गरेर मिठो हुँदो रहेछ यस करेन्ट एन्ड चना इज अल्सो मिठो है एकदमै मिठो मिठो छ हेर्दै खासै के गर्छौँ हेर्दै खासो के गर्छौँ जस हाम्रो युट्युबमा यस्तै अरूहरूले मुकब्याङ गरेको हेरिरहेको थियो खाँदाखेरि चाहिँ अनि विथ वी विड अल्सो गिभ अ ट्राई त्यही भएर चाहिँ हामीले ट्राई गरेको कस्तो हुन्छ है तर लाइक र कमेन्ट चाहिँ हानिदिनु होला है होपफुल्ली म एडिट गर्छु होला यो चाहिँ मुगु मुगु है आई डोन्ट नो अरू ठाउँमा मुगु मुगु पाउँछ कि पाउँदैन भनेर बट कताको पनि हामी टिस्यु राख्नु पऱ्यो त यार त्यही छ मलाई टन्नै भयो जस्तो फिल भयो टन्नै भयो जस्तो फिल भयो है सेटअप गर्दा गर्दा के गरेर ए भन नि त भिडियोको लागि यो चाहिँ चिकन होस् मोमो चाहिँ हामीले होममेडै मोमो हो अनि यहाँ चाहिँ हामीले जो अजिना मोटोहरू चाहिँ हालेको छैन यस्तो मन पर्दैन इट्स जस्ट चिकन ब्रेस्ट र मोमो मसलाहरू मुकब्याङमा धेरै केही बोल्नु पर्दैन खासै भने वी प्लान दिस मुकब्याङ कहिले कहिलेबाट प्लान हो सानी प्लान गर्छु बेला
चाहिँ फेरि मोमो चाहिँ यसरी हातले यसरी घममा यो त करेन्टै भइसकेको छ यो करेन्ट चाहिँ हामीले हप्तामा एकचोटि चाहिँ खाइराखेको हुन्छ होइन कस्तो लाग्यो Doggy करेन्ट पिरो भयो पिरो भएन भयो त्यस्तो पिरो मलाई फेरि पिरो खानु लाग्दैन नि त यता केही पिरो होइन त खुर्सानी खान्छ त तिमीले त झन् मलाई चाहिँ पिरो लाग्यो एकदम खाएन होला हल्दी हाल्न नराम्रो त यो फर्स्ट टाइम भएर चाहिँ हामीलाई के गर्ने राम्रोसँग थाहा चाहिँ नहोला है गाइजहरू बट हेरेर लाइक चाहिँ गरिदिनु होला मैले त अनै नभएको गरेँ आउँछ भर्खर नगरेको माया देखाइदिनु होला युट्युबर जस्तो कुरा गर्न थाल्यो म ज्ञान हेरी हेरी सिक्दिरहेछ आउँछ त जो लाप्पा भन्दै सेवाहरू भन्दै त्यति साह्रो गर्न त आउँदैन है गाईहरू We are trying. तिमी के खाएर बस्छौ त म बिहान अस्ति चिजी स्यान्डविच खाएर बसेको टिस्यु देऊ त मासु चाहिँ यहाँ राख्छु मासु टिस्यु त्यसो होइन रहेछ क्या मैले यतैतिर राखेको थिएँ उता साइडमा जान्छ त्यस्तै हो अब राम्रो सपोर्ट पायो भने चाहिँ वी विल बी डुइङ मुकब्याङ वन्स अ विक है माया देखाइदिनु भयो भने चाहिँ तर आई डोन्ट नो लेट्स सी है त्यस्तो प्रमिस चाहिँ म केही नि गर्दैन तर मलाई कन्टिन्यू गरिदेऊ न बोला बट सी इज भेरी सपोर्टिभ है फ्यान बन्द हो पानी पर्छ नि त भोलि पानी हो पर्सि पानी हो आज चाहिँ मोरओभर चिट डे जस्तै नै हो मेरो लागि चाहिँ है अब म जिम गइरहेको छु अब जस्ट आइएम ट्राइङ टु बी बेटर अरू बेला नि 200 ग्राम भन्ने हो तर त्योभन्दा धेरै खान्छ भात मात्रै 200 ग्राम हो अरू चाहिँ 1000 ग्राम
अब म धेरै भइसक्यो म खान सक्दिनँ तिमी छिरा हो कि ढिलो भयो कहाँ त्यस्तो प्रोफेसनल त होइन नि त सिकारु हो हामी नुब हो त्यही भएर पेसेन्ट गरेर चाहिँ हेरिदिनु होला मोमो चाहिँ यस्तो गरेको 5 मिनट भएन र मुगम्यान भन्ने कुरा चाहिँ एकदम भोक लागेको बेलामा खायो भने चाहिँ मिठो हुने रहेछ अब त भोक लाग्छ मलाई त 81 धेरै सानो देखेर होला यतिमै सकाइदिनु होला यतिमै सकाइदिनु होला फर्स्ट भिडियोको लागि खाऊ कुर्कन खाऊ गाइज है म चाहिँ अब हल्का अलिअलि यता होइन पुरै चाहिँ खान सकिनु होला अहिले मान्छे मुगबाङ गरेर भइरहनु पाल्नु Give it a try. मलाई सबै कुरा टेस्ट गर्न मन लाग्छ है फेरि एकैचोटि धेरै खाने भने भोकै बस्न नसक्ने है Yours we tried. We tried. यो बनाएपछि धेरै कुरा सिकिन्छ नि त लाइफमा खास गरेर अनि टमाटो मुगबाङ खाने उसँग भनेर म त खान सकेन के एभ्रिथिङ सुस्तरी त खाइन्छ तर अब भिडियो बनाएर सुस्तै खाउन त The last यसरी त्यहाँबाट हेरेर अरू अरू खान सकेन म बिहानैबाट खाएर बसिरहेको नि त मुगबाङ गर्ने हो त अब आज गरिदिइहालौँ भन्ने सोच तपाईँहरूको लागि गाइस मेरो लागि होइन म छु यहाँ तिम्रो लागि मेरो बुढीलाई चाहिँ साह्रै नै मुगब्याङ गर्न मन लाग्ने कि गाइस एकदमै उसको लागि भनेर दिस इज आई एम ओन्ली ओभर हियर ड्यु टु हर आई एम जस्ट सपोर्टिङ हर सो मैले खान नसकिसकेँ पनि आई एम ट्राइङ टु यु नो इट है त्यो भन्छ एउटा राम्रो हस्बेन्डको क्वालिटी भनेको यस्तो हुनुपर्छ म पाएँ होला होइन अलिअलि तर मान्छेले मुगबाङ गर्नु भनेर 5-7 दिन अघिसम्म इसारामा बुझ्नुपर्छ कि बुढीलाई के चाहिएछ भनेर यो इसारामा बुझ्नुपर्छ इफ यु वान मेक योर लाइफ ह्याप्पी एन्ड इजी चना खाएर टाउको दुख्दैछ है तपाईँ घरको थियो है मिठो हुँदो रहेछ चना कराई धेरै सब मिठो हुन्छ इट्स अ ग्रेट कम्बो Big bite. Maybe एउटा मोमो and then मासु एउटा that's it. भाइ लाग्नु न मासु सदा अझै मासु मोमो भयो म यो आफ्नो शरीरभन्दा धेरै खानु चाहिँ हुन्न दिस इज माई लास्ट पिस के खाएर बस्छ तिमीले अघि पास्ताहरू खाएर बस्ने
भाइ छ नि त न त घर एउटा मात्रै बनायो भने चाहिँ करेन उम्, दुईटा म चाहिँ एउटै भनेको छाडा मलाई चाहिँ यो कुरुङ कुरुङ मनपर्छ भयो त्यो छिटो खाएको है We're gonna end this video. Huh? Okay. I think pretty much हामीले खाने भनेको यति नै हो होइन we are kind of full as well. As you know, this is our first time doing mukbang, so I don't know, little bit comfortable चाहिँ feel चाहिँ भएन है क्यामेरा अगाडि उता खाँदा गर्दाखेरि. It's a big thing है जो कोहीले नै मुकब्याङ गर्छ एकदमै धेरै ह्युज रिस्पेक्ट भन्न चाहन्छु म चाहिँ किनभने इट फिल्स लिटल बिट भनौँ न कस्तो कस्तो अर्कै फिल हुनु रहेछ बट एनिवे वी डिड इट है अनि तिमी त नर्मल हो बट म सिधीमिधी क्यामेराको अगाडि चाहिँ म बोल्दिन्छु है मलाई फेरि क्यामेरा देखेपछि अलिक बोल्नुपर्छ जस्तो फिल हुन्छ क्या सो द्याट्स वाइ आई टक अ लट वेन आई सी द क्यामेरा सो त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ वान मोर टाइम प्लिज यदि तपाईँहरू मेरो च्यानलमा फर्स्ट टाइम हुनुहुन्छ भने प्लिज डु सब्सक्राइब अनि लाइक गरिदिनु होला भिडियो है त्यो तपाईँको सानो इफेक्ट एकदमै ठुलो हुन्छ मलाई सो यही भन्दै यु वान से बाई goodbye it's time to go see you everyone thank you for watching